के भयो देख्न सक्नुहुन्छ उहाँबाट एम्बुलेन्स आइसक्यो सो मान्छे भयो नेपाली बुढो सानो कुकुरी हानेर श्रीमतीलाई दर्शकबिन यतिखेर हामी तारकेश्वर हस्पिटलमा छौँ हामी ठ्याक्कै को हो हामी थाहा छैन तर उहाँको श्रीमानले आफ्नै श्रीमतीलाई यसरी खुकुरी प्रहार गरेको हामीले सूचना पाए लगतै हामी फलकमा आइपुगेका छौँ तारकेश्वर सिटीमा छौँ र यहाँ उहाँको परिवार देख्न सक्नुहुन्छ नेपाली ब्रो कुमार थापा मगर भन्ने जुन उहाँको नाम रहेको छ सत्यता के हो हामी बुझ्न अझै बाँकी छ यतिखेर सामाजिक सञ्जालमा निकै म सामाजिक अभियन्ता हो म समाजसेवी हो भन्ने व्यक्तिले नै आफ्नो परिवारको सदस्य आफ्नो जीवनको सङ्गिनी जीवनसाथीलाई सायद खुकुरी प्रहार गरेर हत्या गरेको भन्ने शब्द अर्थात् हाम्रो टाइटलबाट त्यो पोस्ट पक्कै पनि नहोस् त्यो हाम्रो मानवताले पनि त्यो बन्छ तर यहाँ हामीलाई आफन्तबाट आएको सूचना अनुसार सामाजिक सञ्जालमा नेपाली ब्रो भन्ने व्यक्तिको श्रीमती आफ्नै हातबाट कुटपिट अर्थात् धारिलो हतियार प्रहार गरेर रहेन अब हामी माझ भन्ने सूचना प्राप्त गरेका छौँ खासमा के हो यथार्थ हामी बुझ्न बाँकी छ रिपोर्ट आउन बाँकी छ दर्शकबिन तपाईँहरू धैर्य गर्नुहोला हामी यहाँको यथार्थ र यहाँको सत्यतालाई निरन्तर सम्प्रेषण गर्नेछौँ तपाईँहरू धैर्यता गर्नुहोला के हो खास मेरो पनि 9 बजे अफिसबाट छुटेर आएको त्यो 9 बजे भन्दा यता घरमा गएर कुद्न गएछ घरमा गएर कुद्दाखेरि यहाँ घरमा कोही पनि छैन भने एउटा खुसीले भनिदियो भनेपछि त्यसको 7 मिनट बराबर मेरो पहिला पोइन्टरको हाइटमा बहिनी ईश्वरी त्यसको बुढी श्रीमतीलाई कसको बुढी कुमारीको नेपाली बुढो श्रीमतीलाई हानेर लास्टै स्थितिमा पुर्याएको छ यो कारणले भोलिको दिनमा के गर्न पर्छ भनेपछि सामाजिक सञ्जालमा चर्चामा रहेको नेपाली बुढो 100% उही हो ल 100% उही हो खुकुरी प्रहार गरेको खुकुरी हो कि चोटबाट पुरै छ दर्शकबिन हामी यतिखेर तारकेश्वर सिटीमा छौँ यो तारकेश्वर हस्पिटलमा छौँ तपाईँ देख्न सक्नुहुन्छ यतिखेर दृश्य यहाँ चाहिँ सामाजिक सञ्जालमा निकै म रेस्लर हुँ म फाइटर हुँ भन्दै चर्चामा रहेका एउटा रेस्लर खेलाडीले आफ्नै श्रीमतीका विषयहरू हामी हेर्दै गरेका छौँ हामीले देखिरहेका छौँ र यतिखेर ठ्याक्कै हामी यो मध्यरातमा तारकेश्वर सिटीमा आइपुगेका छौँ र यहाँ एकदम निर्घाट रूपमा एउटा
खुकुरी प्रहार गरेको चाहिँ हामीले सूचना पाए लगतै यहाँ आइपुगेका छौँ र यहाँ आइपुग्दाखेरि हामी हस्पिटलभित्र त छिर्न पाएका छैनौँ। तर उहाँको आफन्तको बनाइ त केही समय अगाडि तपाईँले सुनिसक्नुभयो। अब यसको यथार्थ सत्यता के हो तपाईँहरूलाई पक्कै पनि हामी सार्वजनिक गर्नेछौँ।